काठमाडौँ र पोखरामा 5G सेवा थाल्ने गर्ने गरी प्रक्रिया अघि बढाइएको नेपाल टेलिकमका अधिकारीहरूले बताएका छन्। हामी सकेसम्म चाँडो उक्त सेवा थाल्नेमा छौं, तर फ्रिक्वेन्सी पाइसकेका छैनौं, टेलिकमकी कार्यवाहक प्रबन्ध निर्देशक सबिना मास्के प्रधानले बीबीसीसँग भनिन्। नेपाल दूरसञ्चार प्राधिकरणसँग केही दिन अघि फ्रिक्वेन्सीका निम्ति अनुरोध गरेका छौं। फ्रिक्वेन्सी पाएपछि उपकरण खरिदको प्रक्रिया हुन्छ। उपकरण आएपछि केही नभए पनि सेवा सुरु हुन 3-4 महिना त लाग्छ नै। दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता प्रदीप पौड्यालले टेलिकमले माग गरेका फ्रिक्वेन्सी सहितका कतिपय विषयलाई उपलब्ध नीतिहरूमार्फत सम्बोधन गर्न नमिल्ने भएकाले नीतिगत निर्णयका निम्ति प्रक्रिया अघि बढाइएको बताए। यसअघि 5G को परीक्षण गरिसकेको टेलिकमले त्यो सफल भएको बताएको थियो। अहिले फेरि प्रुफ अफ कन्सेप्ट व्यावहारिक जाँचका निम्ति भनेर निशुल्क फ्रिक्वेन्सी उपलब्ध गराउन माग गर्नुभएको रहेछ। उपलब्ध नीतिमा त्यस किसिमको व्यवस्था छैन, उनले भने। तर त्यसो भन्दैमा नदिने भन्ने भएन। मन्त्रालयबाट पनि ताकेता भइरहेकाले टेलिकमले फ्रिक्वेन्सी प्राप्त गर्ने तरिकाले नीतिगत निर्णयको प्रक्रिया अघि बढाएका छौं। विज्ञापन 5G सेवा सुरु गर्न सरकारको हतारो, अध्ययनमा सेवा प्रदायक 24 जुलाई 2025। 5G को अनुमति दिन नियामक तत्पर, टेलिकम र एनसेलले खोजे यस्तो प्रत्याभूति 14 मार्च 2025। प्राधिकरणले बोलबगोलका निम्ति कार्यविधि बनाइसकेको तर कतिपय फ्रिक्वेन्सीको मूल्य तय हुनै बाँकी रहेको पौड्यालले बताए। फ्रिक्वेन्सीको मूल्य सम्बन्धी निर्णय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको फ्रिक्वेन्सी नीति निर्धारण समितिले गर्छ। सञ्चार मन्त्री त्यसको अध्यक्ष हुन्छन्। समितिको बैठक बस्ने तयारी हुँदैछ। मन्त्रीज्यूको समय हेरेर छिटै बस्छौं। के निर्णय गर्ने भन्ने चाहिँ समितिको कुरा भयो। उक्त समितिको सदस्य समेत रहेकी मन्त्रालयकी सचिव राधिका अर्यालले बीबीसीसँग भनिन्। हालैका सरकारहरूले टेलिकममाथि यथाशीघ्र 5G सेवा थाल्न ताकेता गर्दै आएका छन्। सेवा प्रदायकहरूले भने लगानी अनुरूपको प्रतिफल नदेखिएको भन्दै ठूलो लगानी गर्न हच्किरहेका विवरणहरू आउने गरेका छन्। टेलिकमको 5G प्लान 5G जनाउने साङ्केतिक तस्बिर स्रोत EPA। अहिले काठमाडौँ र पोखरामा मात्रै सेवा अघि बढाउन खोजिएको टेलिकमकी मास्केले बताइन्। यो अहिले सीमित स्थानका लागि मात्रै हुने हामीले पहिलेदेखि नै बताउँदै आएको हौं, उनले भनिन्। यसमार्फत हामीले प्राविधिक अनुभव हासिल गर्न खोजेका हौं। अहिले सबैतिर जान्नु। उक्त दूरसञ्चार सेवा प्रदायकले विक्रम सम्वत 2079 मा काठमाडौँका 3 ठाउँ पोखरा र वीरगञ्जमा 5G को परीक्षण गरेको थियो। टेलिकमले लामो समयसम्म 5G का निम्ति कुन प्रविधि अपनाउने भन्ने निर्णय गर्न सकेको थिएन। दूरसञ्चार विज्ञहरूका अनुसार प्राविधिक हिसाबले 5G नेटवर्कमा जाने 2टा तरिका हुन्छन्। एउटामा 4G कै कतिपय प्रविधिलाई स्तरोन्नति गरिन्छ भने अर्कोमा स्ट्यान्ड अलोन भनिने पूरै अत्याधुनिक प्रविधि अपनाइन्छ। उक्त छनोटले लगानीमा पनि व्यापक प्रभाव पार्ने बताइन्छ। 100 वर्ष पहिले यसरी सुरु गरिएको थियो नेपालमा टेलिफोन सेवा। 8 फेब्रुअरी 2020। के विश्वभरि इन्टरनेटको कुलत बढ्दो समस्या बनेको हो? 25 अक्टोबर 2021। हामीले SA र NSA तरिकामा जाने कि भनेर छुट्याउनु पर्ने थियो। धेरै देश सुरुमा सिक्नका लागि NSA मोडमा जान्छन्, तर त्यो अब अलि पुरानो भएको र 5G को अनुभव पनि खासै नदिने भएकाले हामी SA मा जाने भनेर अगाडि बढेका छौं, मास्केले भनिन्। अहिले काठमाडौँ र पोखराका पनि सीमित स्थानमा मात्रै सेवा थाल्ने तयारी रहेको उनले बताइन्। जुन ठाउँमा आवश्यकता देखिन्छ अहिले त्यही अनुसार जान्छौं। उदाहरणका निम्ति काठमाडौँको बसन्तपुर जस्तो भिडभाडयुक्त ठाउँलाई लिन सकिन्छ, जहाँ 4G चलाउँदा कहिलेकाहीँ च्यानल नपाएर सेवा रोकिन्छ। पोखरामा पनि त्यस्तै ठाउँ हेर्छौं। 5G सेवाको मूल्य भने तय भइसकेको छैन, मास्केले बताइन्। सुरुमा हामी प्रविधि भित्र्याउने तर्फ लाग्छौं, त्यसपछि मात्रै ट्यारिफ निर्धारण गर्छौं। पहिलो चरणमा प्राविधिक सफलता चाहियो र त्यसबाट के सिक्छौं भन्ने पनि हुन्छ। त्यसपछि विस्तारको कुरा हुन्छ। विस्तारमा अन्योल मोबाइल सेवा प्रदायकको टावर
तस्बिरको क्याप्सन 5G को व्यापक विस्तारका निम्ति ठूलो लगानीको खाँचो पर्ने जानकारहरू बताउँछन्। प्रतिफल प्राप्त हुने स्थिति हेरेरै एकैचोटि धेरैतिर सेवा विस्तार गर्न नखोजिएको मास्के स्वीकार छिन्। 5G भनेको हात-हातमा भएको मोबाइलमा डेटा चलाउने भन्दा पनि इन्टरनेट अफ थिङ्स, इन्टरनेट मार्फत विभिन्न भौतिक उपकरणहरू एक आपसमा जोडिएर सूचना आदान-प्रदान गर्न सक्ने प्रणाली हो भन्ने उनले बताइन्। हामी सुरुमा त्यो मसिन टु मसिनको अनुभव हेर्छौं। मसिनलाई गति अधिक र लेटेन्सी डेटा आदान-प्रदानमा लाग्ने समय कम चाहिन्छ। नत्र त व्यक्तिले गर्ने खपतका निम्ति अहिलेकै 4G ले पुगेकै छ नि। नयाँ प्रविधिमा नजाने भन्ने चाहिँ हुँदैन, तर कतिसम्म गर्न सकिन्छ हेर्छौं, उनले भनिन्। दूरसञ्चार प्राधिकरणका अधिकारीहरूका अनुसार अर्को सेवा प्रदायक एनसेलले भने 5Gमा जानेतर्फ पछिल्ला दिनहरूमा कुनै चासो दिएको छैन। जानकारहरूका अनुसार सेवाको जेनेरेसन बढ्दै जाँदा उच्चस्तरीय उपकरणहरूको खाँचो पर्नुका साथै BTS टावरहरू अझ नजिक स्थापना गर्न आवश्यक हुन्छ। त्यसका लागि ठूलो लगानीको आवश्यकता हुन्छ। सार्वजनिक ठाउँमा वाइफाई सञ्चालन सम्बन्धी नियम परिवर्तन भयो। तपाईलाई यस्तो असर पर्न सक्छ। 29 जुलाई 2025 नेपालमा बेला इन्टरनेट सेवा काटिनुमा कसको दोष? 3 फेब्रुअरी 2025 दूरसञ्चार क्षेत्रका कतिपय विज्ञ 5Gमा जान ढिला भइसकेको बताउने गरेका छन्। टेलिकमको प्रबन्ध निर्देशक रहिसकेका बुद्धिप्रसाद आचार्य 5G को प्लेटफर्म नराखिकन त्यसमा व्यापारको आधार बन्दैन होला भनेर अनुमान गर्नु गलत हुने बताउँछन्।